Alright, so finally video बनाउने मौका पाएँ. I've been busy with the office work and यताउता. So let's get started. So हामी गोलाङको सिरिजमा एरे र स्लाइसको कन्सेप्टमा थियौँ है. So we're gonna discuss about the concept र कसरी इम्प्लिमेन्ट गर्ने र कुन बेला इम्प्लिमेन्ट गर्ने भन्ने कुरा बुझ्छौँ होइन. सो एज यु क्यान सी अन द स्क्रिन मैले सिम्पल एउटा गोको प्रोजेक्ट सेटअप गरेँ एन्ड यु गाइज नो अलरेडी अन्डरस्ट्यान्ड होइन. सो यसमा चाहिँ मैले के गरेको छु भन्दा चाहिँ आई हेभ क्रिएट वान भेरिएबल कल मेरो एज भनेर र यसको डेटा टाइप बनाए चाहिँ आई हेभ युज इन्ट 8 भनेर है. सो जुन दिए नि भयो आई क्यान जस्ट गिभ इन्ट अल्सो, तर मेरो एज त्यति लामो चाहिँ नहोला होइन, त्यति धेरै नम्बर स्टोर गर्नु पर्दैन. सो आई क्यान जस्ट स्टोर इट माई एज इन दिस डेटा टाइप र मैले यसलाई सिम्पल प्रिन्ट मात्रै गरिरहेको छु. र अहिलेसम्म हामीले जे पनि गऱ्यो त्यो बेसिकली के गरेछ भन्दा हरेक डेटा चाहिँ एउटा भेरिएबल चाहिँ एउटा खालको डेटालाई मात्रै स्टोर गरिरहेको थियो. ओके, सो फर इक्जाम्पल मेरो एजले चाहिँ डेफिनेटली यसले मेरो एजलाई मात्रै स्टोर गर्छ. इट डज नट केयर अबाउट, इट डज नट होल्ड एनी अदर इन्फर्मेसन्स. अर लेट्स चाहिँ अब मेरो एज मैले लिएँ, सो म मेरो साथीको एज मलाई स्टोर गर्नु पऱ्यो भने आई क्यान नट स्टोर मल्टिपल भ्याल्यु इन द सेम प्लेस. आई हेभ टु क्रिएट एनदर भेरिएबल. सो मैले चाहिँ तेरो एज भनेर भनेँ होइन. सो आई क्यान जस्ट गिभ लेट्स चाहिँ यसमा चाहिँ 25 भनेर भन्दै. ओके, सो दिस इज टु डिफ्रेन्ट भेरिएबल, तर यु माइट हेभ अन्डरस्ट्यान्ड कि वेयर आइम गोइङ है यसमा चाहिँ. सो दुइटा एज स्टोर गर्न दुइटा भेरिएबल. सो इफ मलाई 5वटा एज चाहियो भने ओके, सो लेट्स से इफ आई हेभ टु स्टोर मेरो जति पनि सब्सक्राइबर छ हरेक सब्सक्राइबरको नाम स्टोर गर्नु पऱ्यो भने होइन. अब अहिले आई थिङ्क 200-300 जति हुन लाग्यो सब्सक्राइबर. सो 300वटा मैले भेरिएबल बनाउनु पऱ्यो स्टोर गर्नु लागि, खोइ प्रिन्ट गरेर देखाउनुको लागि चाहिँ. सो देयर मस्ट बी सम अदर वे यु क्यान होल्ड द इन्फर्मेसन. त्यो लार्ज क्वान्टिटी इन्फर्मेसन्स होल्ड गर्ने केही न केही त हुनु पऱ्यो प्रोग्रामिङ ल्याङ्ग्वेजमा होइन. सो इट्स कल एरे. ओके, सो अगेन गोल्याङमा दे इज एनदर कन्सेप्ट, दिस समथिङ कल स्लाइस विच विल टक. र त्यसमा डिफ्रेन्स के छ भने, तर अहिलेलाई जस्ट फर्गेट अबाउट स्लाइस, जस्ट थिङ्क अबाउट एरे. ओके, सो एरे एक्ज्याक्टली के हो र कसरी काम गर्छ चाहिँ म क्लियरली बुझाइदिन्छु है. सो इफ यु सी दिस एक्जाम्पल, आई हेभ टु डिफ्रेन्ट भेरिएबल टु स्टोर सेम काइन्ड अफ डेटा, तर दुइटा भेरिएबल चाहियो यसमा है. एरेले चाहिँ के गर्छ भन्दा आई क्यान क्रिएट इट्स अ कलेक्सन्स अफ अ सेम काइन्ड अफ डेटा. सेम काइन्ड अफ डेटा है यहाँ, इट्स अ कलेक्सन अफ द सेम काइन्ड अफ डेटा. सो फर इक्जाम्पल मैले यसमा चाहिँ म अगेन यसको सिन्ट्याक्समा अहिले डेफिनेसनहरू सबै जान्छु. आई हेभ टु एक्सप्लेन सम अदर थिङ. सो एज एरे भनेर बनायो मैले जस्ट बुझ्नको लागि मात्रै गरेँ. सो यसमा चाहिँ के डिफ्रेन्स हुन्छ, जस्तै इन्ट 8 गरेर आई क्यानट गिभ, अब आई वान्ट टु स्टोर मल्टिपल कुरा भने चाहिँ आई हेभ टु गिभ बिग ब्राकेट यसरी. सो लेट्स चाहिँ 5वटा इन्फर्मेसनहरू सेम यस्तै माथिको यसरी बनाउने, तर डिफ्रेन्स के छ, अगाडि एउटा ब्राकेट आयो एन्ड इट सेज 5 भनेको मतलब 5वटा डेटा चाहिँ म होल्ड गर्न सक्छु भने चाहिँ एज एरेले. नाउ यसलाई एसाइन गरेर हेरौँ. सो अगेन सेम टु सेम. ओके, टु से इन्ट 8, सरी भित्र भयो 5 लेख्यो, त्यसपछि इन्ट 8 अब मैले ब्राकेटमा लेट्स से 25, 24, 15, 30 एन्ड 55. 1 2 3 4 5. ओके, सो नाउ यु क्यान सी है मैले यस्तो खालको भेरिएबल बनाउन सकेँ जसमा चाहिँ मल्टिपल अफ डेटा होल्ड गर्न सक्छु. अहिले चाहिँ इन्ट 8 भनेर छ, ठिक छ. ओके, सो नाउ इफ आई गो एन्ड प्रिन्ट, मैले माथिको दुइटालाई कमेन्ट आउट गरिदिएँ. इफ आई गो एन्ड प्रिन्ट एज एरे भनेर मैले प्रिन्ट गरेँ भने या यु क्यान सी एक्ज्याक्टली सेम अर्डरमा आइरहेछ. पर्फेक्ट है. अब यो एक्ज्याक्टली काम कसरी गर्छ भन्दा आई विल हेल्प यु अन्डरस्ट्यान्ड विथ द सिम्पल फिगर. जस्तै जुम इन. ओके, सो यहाँ हेऱ्यो भने चाहिँ एज्युम कि दिस इज स्टोरेज एरिया, कम्प्युटरको स्टोरेज एरिया भयो. अहिले ऱ्यामभित्र कतै बक्सा भन्छ, हरेक बक्सा जुन यो खाली सेल हो है, यसमा चाहिँ के डेटा अटाउनु मिल्छ र हरेक सेल चाहिँ लेट्स चाहिँ 1 बाइट डेटा यसले स्टोर गर्न सक्छ भनेर भनौँ. 1 बाइट डेटा लिन्छ. 1 बाइट मिन्स 8 बिट हो. सो नाउ यु माइट हेभ गेस मैले यसमा 8 किन लेखिरहेको छु भनेर. सो यसमा चाहिँ एक्ज्याक्टली एउटा डेटा
होल्ड गर्छ इन्ट 8 को एउटा एक्ज्याक्टली होल्ड गर्न सक्छ। सो मैले यसमा मेरो एज 27 भनेर बनायो भने यो बक्समा कुनै कुनै पनि बक्समा चाहिँ मैले ल राख्न सक्छु। सो कम्प्युटरले त्यही नै गर्छ, कुनै पनि एउटा खाली ठाउँमा भेटेपछि अटाउँछ भने गरेर राखिदिइहाल्छ। जुन येल्लो कलरको देखिरहेको छ यो चाहिँ लेट्स चाहिँ अरू डेटा यसमा अरू कुनै प्रोग्रामले अरू कुनै एप्लिकेसन्सले अलरेडी डेटा स्टोर गरेर राखिरहेको छ। सो वी क्यान नट युज द्याट। ओके, सो फाइन, सिम्पल कुरा गरौँ। यसमा गएर चाहिँ मैले एउटा एज भनेर बनाएँ भेरिएबल, मेरो एज भनेर बनाएँ इन्ट 8 भनेर 27 भने। सो प्रोग्रामिङ ल्याङ्ग्वेज अब के गर्छ एक्ज्याक्टली भन्दा प्रोग्रामले के गर्छ अथवा सिपियुले के गर्छ भन्दाखेरि चाहिँ उसले ओके यो अटाउनु पऱ्यो, यसमा गएर राख्नु पऱ्यो भने चाहिँ हि द कम्प्युटर क्रिएट्स टेक्स वान स्पेस। ओके, 27 यसमा अट्छ किनकि 1 बाइटको हो, 27 इज अल्सो 1 बाइट, भित्रै अटाउँछ। सो एउटा स्पेस यसले अकुपाई गरिदिन्छ। हामी गर्न गिभ इट रेड। सो यसमा चाहिँ 27 भनेर राखिदिन्छ। फाइन, यो कुन ठाउँमा लिन्छ भन्ने चाहिँ हुँदैन, जुन ठाउँमा अटाउँछ त्यो ठाउँमा लिन सक्छ। यसरी मैले यहाँ लगाइदिएँ भने फाइन। ओके, सो मैले अर्को पनि एउटा भेरिएबल बनाएँ। सो इन्ट 8 भनेर चाहिँ 25 भनेर चाहिँ तेरो एज भनेर भनिरहेको छु मैले। सो आइम जस्ट गर्न कपी दिस एन्ड कुनै एउटा ठाउँमा अटायो भने चाहिँ लेट्स चाहिँ म यसमा लगाइदिन्छु, इट्स गन बी 28। पर्फेक्ट है, होप दिस नो कन्फ्युजन। अब एरे बनाउनु पऱ्यो। अब एरेको पालो आयो। अब एरेमा त यसरी एउटा बक्समा मात्र अट्दैन, बिकज देयर इज अ लट्स अफ डेटा। लाइक अहिले टेक्निकली 5वटा डेटा छ। सो एउटा बक्समा त एउटा मात्रै अटाउँछ भन्दा है। सो एरेले जुन हामीले एरेमा डिफाइन गर्दा अगाडि नम्बर लेख्नु पर्छ कि, प्रिडिफाइन्ड नम्बर हुन्छ एउटा होइन। सो यो चाहिँ साइज हो, कतिवटा डेटा राख्ने भन्ने कुरा साइज हुन्छ। अब यसले हिसाब गर्छ भित्रभित्र के हिसाब गर्छ भन्दा जस्तै इन्ट 8 भनेको 1 बाइट हो, 1 बाइट हो। मलाई 5वटा चाहियो चाहिँ इन्टु 5 गर्नु पऱ्यो यसले, ठिक छ। 5वटा डाइरेक्ट 1 बाइट इन्टु 5 गर्छ। सो यसलाई 5वटा बक्स चाहियो। टेक्निकली यहाँ हेऱ्यो भने यसलाई 5वटा बक्स चाहियो यो कुरा अटाउनलाई। सो एरेले चाहिँ कसरी गर्छ, जस्तै मैले यहाँ हेऱ्यो भने एरेले चाहिँ अब के गर्छ भन्दा एउटा कुनै बक्स लिन्छ, उसले चाहिँ खाली ठाउँ खोज्छ जसमा चाहिँ एक्ज्याक्टली 5वटा डेटा अटाउन सक्छ उसले। सो यहाँबाट स्क्यान गर्यो हो, यहाँबाट पुरै स्क्यान गर्यो, कहीँ पनि अटाउँदैन। यहाँ दुइटा मात्र छ, फेरि यहाँ बक्स अटाएन, यहाँ अटाएन, यहाँ अटाउँदैन हो। एरे चाहिँ जहिले पनि एउटै लाइनमा बस्न खोज्छ। एउटै लाइनमा भन्यो लाइक कन्जुगेटिभ भन्छ, एडजस्टमेन्ट भन्छ, कन्जुगेटिभ अर्डरमा बस्छ। लाइक सँगै टाँसेर बस्नुपर्छ यसलाई है डेटा चाहिँ। अहिले किन पनि म भन्छु, सो यहाँ आएर बस्न खोज्छ। ओके, सो लेट्स से दिस इज अल्सो भ्यालिड स्पेस। अहिले इजीको लागि म यहाँ एउटा स्पेस सेलिब्रेट 1 2 3 4 5 5वटा डेटा यहाँ अटाउँछ। सो उसले के गर्छ भन्दा म यो ठाउँ अकटेर बस्छु। दिस इज फर एरे। सो नाउ उसले चाहिँ 5वटा डेटा यहाँ एउटा नम्बर टक स्लट आफ्नो स्लटमा राखिदिन्छ। फिक्स, डन। ओके, यहाँसम्म केही प्रब्लम छैन होला। सो एरेले चाहिँ यसरी काम गर्छ। सो सेम माथिको जस्तो, तर उसले चाहिँ अलिकति एक्सपान्ड गरेर जतिवटा नम्बर चाहिन्छ त्यतिवटा लिएर बस्छ। नाउ इफ आई ट्राई टु एड एनदर नम्बर, यहाँ अलरेडी 5वटा छ। सो 5वटामा मैले एउटा पनि 4 भनेर दिएँ भने यहाँ एउटा के एरर आउँछ हेऱ्यो भने क्या दिस इन्डेक्स 5 इज आउट अफ बाउन्ड। यहाँ इन्डेक्स भन्ने कन्सेप्ट पनि आइरहेको छ है। सो वाट इज दिस, अनि यो किन चाहिँ यो प्रब्लम आयो भने म भनिदिइहाल्छु। सो यसमा चाहिँ के कन्सेप्ट भयो भन्दा, सो एरेको चाहिँ एरेले चाहिँ जहिले पनि के गर्छ भने स्टार्टिङ पोइन्ट मात्र याद गर्छ है। सो एउटा यसमा चाहिँ हरेक लोकेसनको एउटा एड्रेस हुन्छ। अब कम्प्युटर हच्चोको भरमा त ल बस्दैन त, केही न केही त थाहा हुनुपर्छ नि त, कहाँ बसिरहेको छ डेटा, तान्न पनि त पऱ्यो, डिलिट पनि गर्नु पऱ्यो पछि। सो हरेक बक्समा चाहिँ एउटा एड्रेस हुन्छ। एभ्री सेल हेज वान एड्रेस, हाइपोथेटिकल एउटा एड्रेस त लेट्स से सेलले भनौँ होइन 0 1 2। ओके, 0,2 भनेर भनौँ। सो यो चाहिँ एड्रेस छ यहाँ, यसको एड्रेस चाहिँ 0 2 अनि केही पछाडि नम्बर छ अरे, स्टार्टिङ पोइन्ट यो हो। ओके, सो यो स्टार्टिङ सेलको चाहिँ यो पछाडिको आफ्नै एड्रेस छ, यसको पनि आफ्नै एड्रेस छ, यसको आफ्नै एड्रेस छ। सो एरेमा चाहिँ यो एउटा नम्बर होल्ड गर्छ। त्यसपछि चाहिँ के हुन्छ, उसलाई अलरेडी थाहा छ 5, यसपछि मेरो पछाडि 5वटा नम्बर थाहा छ भने चाहिँ उसले चाहिँ के भन्छ एकले बढाउँदै जान्छ। सो हरेक कुरा ट्र्याक गर्नको लागि चाहिँ वाट एरे डज इज इट स्टोर इन्डेक्स। सो स्टार्टिङलाई चाहिँ जहिले पनि हामीले 0 भन्छौँ, 0 इन्डेक्स, स्टार्टिङ पोइन्ट इज 0, त्यसपछि 1 2 3 4। ओके, सो एरेमा इन्डेक्स भनेको बेसिकली एरेलाई याद गर्न सजिलो छ, निकाल्न राख्न पछि थप्नको लागि सजिलो छ भने उसले हाइपोथेटिकल एउटा नम्बर दिन्छ विच इज कल्ड इन्डेक्स। सो दिस इज द स्टार्टिङ पोइन्ट इज अलवेज 0। सो यो यसमा गएर हेऱ्यो भने 25 कुन इन्डेक्समा छ, स्टार्टिङमा छ, इट्स 0,
दिस इज 1 2 3 एन्ड 4 पाँचवटा डेटा छ तर चारवटा इन्डेक्स है सो आइम जस्ट गन राइट द्याट this is 1 sorry this is 0 okay and this is 1 oh no okay so this is everything that you have to know about array so अब मैले arrayको इन्डेक्स 2 मा कुन डेटा छ ल्याऊ भन्यो भने के गर्छु 0 1 2 यो थर्ड नम्बर टेक्निकली हेर्दाखेरि थर्ड नम्बर देखिरहेको छ तर दिस इज द सेकेन्ड इन्डेक्स सो यहाँ सेकेन्ड इन्डेक्स भनेको 0 1 2 सो आई क्यान एक्सेस त्यसरी जस्तो म यहाँ गएर हेऱ्यो भने यसरी ब्राकेट राखेर मैले एक्सेस गर्न सक्छु मैले 0 भने पनि के आउँदो रहेछ हेरौँ है त हो सरी मैले यसलाई कमेन्ट आउट गर्थेँ है 25 आयो 0 is 25 if I say 4 भनेपछि सबभन्दा लास्टको आउँछ सेभ गर्नुपर्छ ऊ 55 पर्फेक्ट सो दिस इज एभ्रिथिङ द्याट यु हेभ टु नो है अब यसमा जस्तै फर इक्जाम्पल यो एरेको लेन्थ कति छ भनेर सोध्यो भने यु जस्ट हेभ टु काउन्ट कतिवटा छ जस्तै यहाँ जति हेऱ्यो यो जुन 5वटा डेटा आउट हुन्छ अभियसली 5वटा छ यसको लेन्थ है सो यसमा निकाल्न पनि सजिलो छ यु हेभ टु युज समथिङ कल्ड लेन भनेर भन्न सक्छ लेन भने यो बाई डिफल्ट गोल्याङले दिएको फङ्सन्स हो सो यु हेभ टु जस्ट पास नेम अफ एरे सो लेन एरेको नाम पास गऱ्यो भने यसले लेन्थ रिटर्न गर्छ यसको एक्चुअल लेन्थ कति छ भनेर 5 पर्फेक्ट ओके यहाँ पनि देखेर चाहिँ इन्ट 8 भनेको 1 बाइट इन्टु 5 सो यसरी यसले हिसाब गरेर आउँछ कतिवटा अटाउँछ भनेर ओके सो अब यसमा मेजर बुझ्न पर्ने अरू कुनै स्पेसली इफ यु फ्रम द जावास्क्रिप्ट ब्याकग्राउन्ड बुझ्न पर्ने एउटा मेजर इम्पोर्टेन्ट कन्सेप्ट भनेको चाहिँ के चाहिँ बुझ्नुपर्छ भन्दा एरे कहिले पनि ग्रो साइज कहिले पनि चेन्ज गर्न सक्दैन एकचोटि डिफाइन गरिसकेपछि इट्स फिक्स्ड ओके त्यही भएर चाहिँ गोल्याङमा मैले अहिलेसम्म एरे युज गरेको छैन मैले स्लाइस युज गरेर आउँछु तर यसको पनि युज केस आफ्नै ठाउँमा छ सो एरेको साइज एकचोटि फिक्स भइसकेपछि वन्स यु डिफाइन पछि यसलाई चेन्ज गर्न मिल्दैन इट्स फिक्स्ड सो मैले यसमा 5 दिइसकेपछि यसलाई म पछि ल्याङ्ग्वेजमा +1 गरेर एउटा थप दिन्छु भन्न पाएन सो दिस इज अलवेज फिक्स्ड यसमा 5वटा भन्दा एज मैले बढाउनै पाइँदैन इभन इफ आई ट्राई टु एड ओके 5वटा लेखेँ यहाँ मैले 45 भनेर एड गर्न खोजेँ नि यहाँ अघि एरर फाल्यो बिकज इट क्यान नट ग्रो इस्यु यो इन्डेक्स 5 इज आउट अफ द बााउन्ड अब इन्डेक्सको मिनिङ के भयो जस्तै 0 1 2 3 4 यो 5 हो 5 इन्डेक्स चाहिँ कहिले पनि अटाउँदैन यसमा किनकि लेन्थ नै 5 छ विच इज अप टु 4 इन्डेक्स सो यो कहिले पनि अटाउँदैन भन्छ सो जहिले पनि इफ युआर वर्किङ अन अ एरे गोमा पहिले दिमागमा राख्ने एकचोटि बढेपछि राखेपछि फिक्स सो दिस इज अ प्रब्लम इन सर्ट अफ वे है किनकि यसले चाहिँ म मेरो मेरो एउटा सिस्टम छ अरे कस्टमर्सको डेटा कलेक्सन गर्नुपर्ने छ अरे फोन नम्बर कलेक्ट गर्नुपर्ने छ अरे अहिले मसँग 5वटा कस्टमर छ अरे सो यो चाहिँ मैले एरे बनाएँ 5वटा भोलि एउटा नयाँ कस्टमर आयो भने मैले थप्नु पऱ्यो एरेमा गएर थप्नु पऱ्यो भने त मिलेन इस्यु आउँछ राइट किनकि त्यसले त मैले पहिल्यै डिफाइन गर्छु सो एउटा सोल्युसन के हुनसक्छ भन्दा चाहिँ आई विल गिभ अ लार्जर नम्बर लेट्स चाहिँ 5वटाको साटो चाहिँ म 10वटा दिइराख्छु 10वटा दिएपछि त अब एटलिस्ट पछि आयो भने पनि मसँग अहिले 5वटा छ पछि आयो भने थप्न चाहिँ पायो हो तर त्यो वेस्ट अफ स्पेस हो ओके सो वाट इज द सोल्युसन देन मैले डाइनामिकली यसलाई ग्रो गर्नु पऱ्यो अथवा श्रिङ्क गर्नु पऱ्यो भने चाहिँ के गर्नु सक्छु भन्दा द इज समथिङ कल्ड स्लाइस ओके द स्लाइस इज बेसिकली एरे नै हो यसमा केही डिफ्रेन्स सेन्टेक्समा त अझै एकदम थोरै डिफ्रेन्स देख्छ तर कन्सेप्ट चाहिँ बुझ्नु पऱ्यो है सो अब यसमा 5वटा दियो भोलि एउटा कस्टमर नयाँ आयो त्यसको एज स्टोर गर्नु पऱ्यो भने पाएन भने चाहिँ अब मैले के गर्नु सक्छु आई क्यान युज समथिङ कल्ड स्लाइस आई क्रिएट एनदर भेरिएबल र म एक्ज्याक्टली देखाउँछु कसरी काम गर्छ भनेर सो लेट्स से एज डाइनामिक भनौँ डाइनामिक एज स्लाइस भनेर भने जे नाम दिने भयो सो अगेन आई ट्राई टु आई क्रिएट एन एरे पहिला डेट इक्वल्स टु 5 म यही कपी गरिदिन्छु है
ओके, मैले यहाँ स्लाइस बनाएँ। सो मैले यसमा गएर यसलाई कमेन्ट आउट गरिदिएँ। स्लाइस बनायो भने तर स्लाइस टेक्निकली भएको छैन, यो एरे नै हो। अब डिफ्रेन्स के हुन्छ भन्दा चाहिँ स्लाइस बनाउँदा जस्ट यो जुन लेन्थ डिफाइन छ नि, लेन्थ चाहिँ डिफाइन नगरिदिने, बस सके है। सो यसलाई चाहिँ हामीले स्लाइस भन्छौँ, इट्स नट एन एरे। इन्टरनल्ली एरे नै हो, तर अब यसमा काम कसरी गर्छु हेरौँ है त। सो यसमा एउटा एक्स्ट्रा कुरा हुन्छ कि एरे भन्दा यसमा एउटा नयाँ एक्स्ट्रा कुरा चाहिँ दे इज समथिङ कल क्यापासिटी भनेर हुन्छ। सो टेक्निकली एरे नै भयो। सो यसलाई मैले यहाँ गएर हेऱ्यो भने एक्ज्याक्टली सेम मैले कपी पेस्ट गरिदिएँ, अर्को अर्को स्टोरमा अर्को ठाउँमा गएर बस्यो भनौँ है। र के गर्छ भन्दा चाहिँ पहिला सुरु अगेन मसँग कतिवटा डेटा छ यसमा, यसले आफैले गन्छ 5वटा छ, 5वटा अटाउने मैले स्पेस लिन्छ यसले कतै हो। अब यसमा एरर दिँदैन। इफ आई ट्राई टु एड 45 देयर इज नो एरर, केही एरर भनेन, मजाले स्टोर गर्छ यसले, रन पनि गर्छ। ओके, सबै डेटा आयो। अब यहाँ इन्टरनली चाहिँ के हुन्छ भन्दा ओके 5वटा छ, अब यसले प्याटर्नलाई यसरी बढाउँदैन कि यसरी बढाउँदैन कि, यसले के गर्छ भन्दा चाहिँ यो जे छ ठिक छ यसमा है, यो यसमा चाहिँ मोड अफ गरौँ। ओके, सो यसमा जे छ हटाइरहेछ, डेटा जति पनि थियो। अब के गर्छ यसले नयाँ ठाउँ खोज्छ। यसले चाहिँ नयाँ इन्टरनली के गर्छ, नयाँ एरे नै हो। अब नयाँ ठाउँ चाहिँ यसले खोज्ने भयो। म अर्को एउटा यसमा मेमोरी थप्नु, सो यस्तो गरेर मैले थप्दिएँ यहाँ, एन्ड देन अब लक लक ए ओके। अब यहाँ 5वटा थियो, अब मैले एउटा यहाँ थपेँ। अब सिपियूले के गर्छ भन्दा चाहिँ ओके अब यसमा हटाउँदैन। अब के गर्ने भन्छ, आई निड अ न्यू प्लेस। ओके, नयाँ ठाउँ खोज्छ उसले। अनि नयाँ ठाउँ खोज्दाखेरि के गर्छ भन्दा चाहिँ ओके कहाँ हटाउँछ त, अब यता यहाँ त यहाँ हटाएन, यता हटाएन भने चाहिँ ओके यताबाट त सबै खाली नै छ, जता लगाएर राखेन भयो। सो के गर्छ भन्दा चाहिँ अब इट विल नट इन्क्रिज जस्ट वान, यसले चाहिँ के गर्छ त्यसको डबल, जहिले पनि डबल हुन्छ भने चाहिँ, तर अहिले बुझ्नको लागि सजिलो हुन्छ डबल लिन्छ भने जस्तो अहिले 5वटा छ। सो एउटा बढाउने बित्तिकै के गरिदिन्छ उसले कि ओके पछि फेरि यसलाई बढाउन सक्छ, म पहिले 5वटा लिएर छु, यसको ठ्याक्कै डबल साइज बढाउँछु। सो लेट्स सी यसले म यहाँबाट एउटा लिन थालेँ अरे स्टार्टिङ पोइन्ट। सो 1 1 2 3 4 5 6 7 8 9 10 यहाँसम्म लिन्छ, यहाँबाट यहाँसम्म यसले डेटा ठाउँ चाहिँ कब्जा गर्ने भयो है। एउटा लियो, कम्प्लिटली नयाँ बनाउँछ है, त्यसमा चाहिँ राख्दैन। सो आई थिङ्क यहीँसम्म है, 1 2 3 4 5 6 7 8 9 10 ओके। सो यसले कम्प्लिटली नयाँ स्लाइस अथवा नयाँ एरे बनाइदियो, बढिया छ यहाँसम्म है। पुरानोमा डेटा थियो, पुरानो डेटा जस्तो छ त्यस्तै छ। अब यसले के गर्यो नयाँ स्पेस बनाइदियो, साइज चाहिँ फेरि ठ्याक्कै डबल गर्यो। अब चाहिँ के गर्छ भने पुरानो जति पनि एरे डेटा थियो त्यो पुरानो डेटा चाहिँ नयाँमा सारिदिन्छ। ओके, नयाँमा सार्यो भनेको जस्तै फर इक्जाम्पल यसमा 1 थियो होला, यसमा 5 थियो होला हो, 15 थियो होला, 17 थियो होला हो, 28 थियो होला, 5वटा भयो। अब त्यसपछि के भन्छ बाँकी रहेको सबै खाली छ। यसमा मैले के थपेँ 45 थपेँ भने 45 यहाँ आएर बस्यो, बाँकी रहेको खाली छ, आई क्यान एड। अनि के गर्छ भन्दा यसलाई चाहिँ रिमुभ गरिदिन्छ, यसलाई चाहिँ खाली छोडिदिन्छ। अब यसमा भएको डेटाहरू केही पनि काम लाग्दैन चाहिँ पछि गार्बेज कलेक्टरले यसलाई खाली बनाइदिन्छ, यो स्पेस क्लियर हुन्छ। नाउ दिस स्पेस इज एम्प्टी, नयाँ क्रिएट भयो। ओके, नाउ यु क्यान इमेजिन लेट्स से मैले पनि 10वटासम्म डेटा फेरि भरेँ अरे, ओके 10वटा डेटा भरेँ अरे, यहाँ 5 7 9। अब अर्को एउटा दुइटा थप्नु पऱ्यो भने यसले टक्कर दुइटा यसरी बनाउँदैन, यसले के गर्छ अगेन नयाँ ठाउँ खोज्छ, त्यो सबै हटाउने, त्यसको ठ्याक्कै यसको साइज 10वटा भने चाहिँ 20वटा स्पेस खोज्छ, त्यहाँदेखि उसले राख्दै जान्छ। सो द्याट्स हाउ स्लाइस वर्क्स। इन्टरनल्ली एरे नै हो तर डाइनामिकली स्टोर गर्न सक्छ। सो यसमा चाहिँ साइजेसहरू बढ्ने घट्ने बढाउन सक्छ। अगेन एक्सेस गर्ने तरिका सबै सेम। आई क्यान से इफ आई से 4 ओके, इफ आई से 4 मलाई दिन्छ यसरी डेटा हो। अब एड चाहिँ कसरी गर्ने थियो, अघिको एरेमा जस्तै माथिको जुन एरे हेऱ्यो भने यो एरेमा मैले एड गर्नै मिल्दैन, मैले भनिसकेँ एड गर्नै मिल्दैन। तर तलपट्टिको यो जुन स्लाइस मैले बनाएँ यसमा चाहिँ एड कसरी गर्ने भन्दा त्यही समथिङ कल एपेन्ड भनेर है। सो डाइनेमिक स्लाइस इक्वल्स टु एपेन्ड भनेर भन्छु, यहाँ अटोमेटिकली मलाई अटो कम्प्लिटली दिइरहेको छ। सो एपेन्ड भन्छु, एपेन्डमा चाहिँ पुरानो एरे जे छ त्यसमा
थप्ने के थप्ने जस्तै मैले फर इक्जाम्पल 100 थपौँ 400 थपौँ सरी 100 थप्यो यहाँ गरेँ सेभ गरेँ इफ आई से यहाँ गरेर हेऱ्यो भने द भ्यालु अफ द डाइमेन्सन नेभर युज ओके प्रिन्ट चाहिँ गरेको छैन मैले प्रिन्ट हेलेन डाइनामिक स्लाइस हो सो माथिसम्म 45 थियो तर मैले यसमा के गरेँ 100 एड गरेँ ओके सो यसरी भ्यालु चाहिँ मैले एड गर्न सक्छु मजाले सो मल्टिपल भ्यालु पनि एड गर्न सक्छु त्यो कसरी गर्छ भन्दा जस्तै फर इक्जाम्पल चाहिँ 300 सरी कहाँ बाहिर गयो 200 300 cannot use 200 type it cost ए सरी एकदम एडमै हटाएन है सरी 100 भन्दा माथि जानु त भएन नि ओके सो यो गरेपछि एड मल्टिपल डेटा पर्फेक्ट सो आई क्यान इन्क्रिज द डेटा सो यही हो यसमा अब यसमा यसको अगेन मलाई लेन्थ निकाल्न छ भने चाहिँ आई विल जस्ट से लेन्थ आई कस्ट ब्राकेटमा डाइनामिक्स भने यो चाहिँ लेन्थ हो र यसमा अर्को एउटा नयाँ कन्सेप्ट पनि भनेको थिएँ समथिङ कल क्यापासिटी भनेर भनेको थिएँ मैले सो यसमा चाहिँ क्याप गऱ्यो भने यसले क्यापासिटी रेट यसको यो एरेले होल्ड गर्न सक्ने क्यापासिटी कति हो 16 छ ओके डिफ्रेन्स हेरौँ है क्याप भनेर भनौँ डिफ्रेन्स हेरौँ है यसमा चाहिँ नाइन छ हो लेन्थ 9 छ तर 16 लिइसक्यो सर्टेन पोइन्टमा हामीले चाहिँ डेटा बढाएको थियो है सो अगेन लेन्थ क्यापासिटी चाहिँ अलिकति धेरै नै बसिरहेको हुन्छ सो द्याट घरिघरि बढाउनु नपरोस् भनेर अब यसमा स्लाइस बनाउने अर्को एउटा तरिका पनि छ वी क्यान युज समथिङ कल मेक ओके मेक भन्ने पनि छ यसमा चाहिँ मेक चाहिँ कतिखेर युज गर्छ भन्दा इफ यु वान्ट टु डिफाइन क्यापासिटी सो फर इक्जाम्पल भने मैले यसमा चाहिँ नम्बर्स भनेर भने अथवा मार्क्स भनेर भने यो गरेँ यसमा चाहिँ I'll just say int get भने goes to make भनेर भन्न सक्छु यहाँ अटो कम्प्लिट दिइरहेको छ मेक भने मेकमा चाहिँ सुरुमा चाहिँ आई विल गिभ लेन्थ कतिवटा दिने भनेर सो 5 र पछाडिका चाहिँ क्यापासिटी भन्न सक्छु मैले 100 पनि भन्न सक्छु सो फर्स्ट वान यहाँ गएर ओभर गरेँ नि फर्स्ट वान साइज हुन्छ त्यसपछि चाहिँ इट स्टोर्स द क्यापासिटी ओके नाउ इफ आई प्रिन्ट अब अहिले त डेटा छैन के दिन्छ र या यहाँ हेऱ्यो भने 5 साइजको भनेको थियो बाई डिफल्ट सबै 000 बसिरहेको छ यसले चाहिँ प्रिडिफाइन्ड यसरी पनि सेट गर्न पाएँ ओके सो या आई थिङ्क दिस सुड बी इनफ अहिलेलाई अगेन मेबी क्लिक चाहिँ भएको छैन होला कहाँ युज गर्ने भनेर हामी यसको पनि छुट्टै प्रोजेक्ट चाहिँ गर्छौँ यही एरे अनि लुप ओके सो नेक्स्ट भिडियोमा चाहिँ वी क्यान टक अबाउट रेन्ज जुन एरेमा लुपको मन तरिकाबाट फर्नु अनि त्यसपछि एउटा रेन्ज भन्ने कन्सेप्ट गर्छौँ देन विल मेक एटलिस्ट 2 or 3 प्रोजेक्ट सबै ऱ्यापअप यो मिनी सिरिजलाई ऱ्यापअप गर्छौँ एन्ड देन विल जम्प टु एनदर सिरिज र गोको चाहिँ इन्टरमिडिएट कन्सेप्ट बुझाउने एउटा सिरिज पनि आउँछ सो होपफुली त्यो पोइन्टमा चाहिँ त्यो पोइन्टसम्म चाहिँ बेसिक सबै सकिन्छ होला है सो या आई होप यु गाइज अन्डरस्ट्यान्ड एनिथिङ केही बुझेन भने यु क्यान अलवेज रिच आउट टु मी र आइम सो सरी भिडियो अलिकति स्लो भइरहेछ ड्यु टु सम पर्सनल वर्क अफिसमा या आई विल सी यु गाइज इन अनदर भिडियो